बसाइले देश प्रेम मर्दैन, दूरीले नागरिक जिम्मेवारी घटाउँदैन। नमस्ते, म केही छोटो कुराहरू भन्न चाहन्छु। हाम्रो बागमती प्रदेशको इन्द्र सरोवर गाउँपालिका र थाहा नगरपालिकाको दाजुभाइ तथा दिदीबहिनीहरूलाई म विनम्र के अनुरोध गर्न चाहन्छु भने श्रम संस्कृति पार्टीको साङ्गठनिक रूपमा केही अरू जिल्लाहरूभन्दा यो हाम्रो जिल्लामा केही कमजोर महसुस भए पनि समर्थकहरू भने नभएको पक्कै पनि होइन। समर्थकहरू हुनुहुन्छ इन्डिभिजुअली, तपाईँहरू जहाँबाट हुनुहुन्छ, तपाईँ एक घर हुनुहुन्छ, एकजना हुनुहुन्छ, तपाईँ जहाँ रहनुहुन्छ तपाईँको आफ्नो मत परिवर्तन नगर्नुहोस्। सङ्गठन बनेको बिस्तारै बनेको सङ्गठन एकदम बलियो हुन्छ। तपाईँको वात्त बढ्ने एकैचोटि चाहिँ नि भिडभाड हुने भनेको त्यो खहरे खोला एकैचोटि वात्तै आउँछ, त्यसपछि एकैछिनपछि घाम लागेर सुक्छ। यो कुरा तपाईँहरूलाई राम्रोसँग थाहा छ। श्रम संस्कृति पार्टी भनेको समुद्रको पानी जस्तै हो। समुद्र जति गहिरो छ त्यति बिस्तारै बग्छ। खहरे खोला छिट्टो बगेर आउँछ, छिट्टै सुक्छ। त्यही भएर अहिलेको यो चुनावी लडाइँ भनेको तपाईँको पहिलाको पुरानो दलहरूसँग नयाँ दलहरूसँग यो पक्कै पनि होइन। यो दुईटा मात्रै खेमा छ। एउटा देशलाई जिताउने खेमा छ, एउटा देशलाई हराउने खेमा छ। तपाईँ पक्कै पनि देशलाई बचाउन चाहनुहुन्छ, देशलाई जिताउन चाहनुहुन्छ। त्यसो हो भने तपाईँ भ्रम नपर्नुहोस्। राष्ट्रिय श्रम संस्कृति पार्टीलाई हर्क साम्पाङ जसले जे बोल्छ त्यो गरेरै छोड्छ, यति दृढ अठोट भएको साहसी व्यक्ति हुनुहुन्छ। तपाईहरुले धेरै हेरिसक्नु भएको छ, धेरै बुझिसक्नु भएको छ। म धेरै उहाँको बारेमा धेरै बोल्न चाहन्न। त्यही भएर तपाईको मत परिवर्तन नगर्नुहोस्। तपाईको एक मतले यो संसदीय चुनावमा धेरै अर्थ राख्नेछ। किनभने देशलाई जिताउनु छ, देशलाई हराउने होइन। देशलाई हराउने म अरू कुनै पार्टीको विरोध गर्न चाहन्न। तर यति चाहिँ भन्न चाहन्छु कि यहाँ नयाँ भनेर पुरानै तर नयाँ मात्रै खोल ओढेर पुरानैको मुद्दाहरूलाई निरन्तरता दिएर यो नयाँ खोल ओढेर केही पार्टीहरू आएको छ। भेलबाडी जस्तो गरेर आएको छ। यो भेलबाडी एकैचोटि आएको भेलबाडी त्यो एकैछिनमा घाम लाग्दाखेरि सुक्ने भेल हो। त्यही भएर श्रम संस्कृति पार्टी सङ्गठनिक रूपमा बिस्तारै बढ्दैछ। तपाईहरुलाई थाहा छ समुद्रमा पनि पानी बिस्तारै बग्छ, तर समुद्र एकदम गहिरो हुन्छ। त्यो गहिरो समुद्र भनेको श्रम संस्कृति हो, पार्टी हो। त्यही भएर तपाईको अमूल्य भोट परिवर्तन नगर्नुहोस्, भिडको पछाडि नलाग्नुहोस्, माहौलको पछाडि नलाग्नुहोस् भन्दै तपाईको अमूल्य भोट एकदम महत्त्वपूर्ण छ। देश बचाउने या देशलाई हार्ने या देशलाई जिताउने तपाईको हातमा छ। त्यही भएर विनम्र अनुरोध छ, सबैजनालाई मेरो अपिल छ। मेरो थाहा नगरपालिका र इन्द्र सरोवर गाउँपालिका मात्रै नभएर नेपालभर पूर्वदेखि पश्चिमका सम्पूर्ण साथीभाइहरूलाई, आमा बुवा दाजुभाइ सबैजनालाई म यो विनम्र अनुरोध छ, तपाईहरुले आफ्नो मत परिवर्तन नगर्नुहोस्। तपाईँ एकजना म मात्रै छु भन्ने खालको हिंताबोध कहिले पनि नगर्नुहोस्। तपाईको मतले, तपाईको एक भोटले देशले जित्नेछ। जय देश, जय माटो।